यो भयो हाम्रो चिकन किमा चिकन आज मोमो बनाउँदै विशेष कार्यक्रम। अनि त्यसपछि पहिला हामीले हाल्यो प्याज किमा चिकनमा, अनि त्यसपछि अदुवा र लसुन काटेको एकदम मसिनो, अनि त्यसपछि हरियो हरियो धनिया आफ्नै बारीमा फलेको, अनि खुर्सानी पनि आफ्नै बारीको हो तर अलि सुकेर रातो भयो। अनि अरू यो पत्ता गोबी यो पछि हाल्नु है। अनि मोमो मसाला खोइ यो थोरै यसरी हेर थोरै नै। त्यसपछि यो मोमो मसाला हुन्छ, यो ट्याक्क 1 चम्चा मोमो मसाला 1 चम्चा यो हाल्ने। अनि टेस्ट अनुसार सल्ट त्यसपछि अनि सबै मसाला ससाला हालिदियो। त्यसपछि पुरै मिक्स गर्ने। गहुँको गहुँको पिठोको हो। त्यसपछि पुरै फेल्ने। अनि त्यसपछि किबोर्डले तपाईँसँग छ भने यसरी एकैचोटि ठुलो गरेर बेल्ने, यसरी सजिलो हुन्छ। त्यसपछि पिस निकाल्दै जाने अनुसार यहाँ भर्दै जाने। त्यसपछि यसलाई यस्तो गर्दै जाने। वाउ गाइस, त्यसपछि ट्याक्क ठिक छैन यस्तो यस्तो गर्दै जाने। ल गाइस, अब मोमो बनेर एकदम रेडी छ। यो मोमो बनेको उसको हो, आटोको पिठोको। हेर्न सक्नुहुन्छ एकदम घरकै पिठाको एकदम प्योर हो। एकदम राम्रो पाकेछ। बनाउने मान्छे पनि यता प्योर हो। बनाउनु पर्यो, बुढीको डिमान्ड भएपछि। ल अब आज मोमो खाने भयो। थ्याङ्क यू बुढो। वेलकम बुढी।